हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी आजको मौसम चाहिँ अलि राम्रै छ हैन, ठिकैको छ। अनि आज चाहिँ हामी घोडेपानी तत्पुन हिल ट्रेकिङ गर्दैछौँ। हामी चाहिँ 4-5 जना छौँ। अब चाहिँ हामी चाहिँ अहिले चाहिँ अब तयारी भइसकेको छौँ। अनि माथि चाहिँ भजुर कुर्दैछौँ। अनि अहिले चाहिँ घाम लागेको छ उताबाट हैन। अनि अहिले चाहिँ यो हिमाल चाहिँ देखिरहेको छ। सिन चाहिँ खतरा आइरहेको छ हैन। म चाहिँ मन्जु दिदीलाई बोलाउन चाहन्छु। हाम्रो चाहिँ हैन यहाँ घरबाट चाहिँ हिमाल चाहिँ खत्रै आउँछ के, तर अहिले चाहिँ यो मैले क्यामेरा अर्कै हो नि त, त्यही भएर टाढा टाढा आउँदो रहेछ। ओदी 7 बज्न लागिसक्यो भाइ। कलर लाग्यो घोडे पानी नि देखि तिमी भाइ आउँदै चाहिँ खाँदै बजारलाई कुरेको भन्न माथिबाट। अब चाहिँ हामी हिँड्न लागेको घरबाट। यो कसरी मिलायो हामी चाहिँ त्यहाँ कुर्छौँ भोजुलाई। सोरै निस्किन्न भाइ मेरो त। अघि हानेको फेरि हिँड्दैछु भन्ने। यता माथि गाउँबाट आउनुहुन्छ भाउजू, आउनुभयो माथिबाट। भिडियो गरेको जान्दिनँ। हामी चाहिँ 4 जना साथी भेटायौँ, अझ 1 जना छ उता। अनि हामी चाहिँ यहाँबाट बसमा चढेर नयाँ बजारबाट एउटा साथी छ हैन, उसलाई लिएर जान्छौँ। भाइ यताबाट चाहिँ अब गाडीहरू आउँछ। हामी चाहिँ स्टेसनमा आइसकेको छौँ। यहाँ चाहिँ हामी अब कुन गाडी आउँछ त्यसमै चढ्ने हो। बस आयो क्या हो, तर बस पनि ठ्याक्कै झर्ने बित्तिकै आएको के। हामी चाहिँ बस चढेको खाजान ठाउँमा रोक्यो। अनि एकछिन कुरेको हामी चाहिँ भर्खर नयाँ पुल झऱ्यौँ। अनि झरेपछि चाहिँ गाडीहरू सोध्नु यहाँ त केही पनि छैन त। यो चाहिँ तलपट्टि हो, माथिपट्टि चाहिँ पाउँथ्यो। तर झर्ने बित्तिकै एकदम चिसोकै, आमामा कति चिसो भएको नि। अब यहाँ त फर्स्ट टाइम आइयो हुन्छ। एउटा जिप रहेछ, सोध्न लाग्नु भएको छ। उता पारि चाहिँ घाम लागेको छ, यता भने चिसो। साथीहरू अब हामी चाहिँ चिया खान लागेको यहाँ नयाँ पुलमा। हामी चाहिँ चिसो जाडोमा चिया खाएर जिप आयो। अनि हामी जिप चढ्दैछौँ। 5 जना।
झ्यालमा बस्ने तपाईँ अगाडि बस्नु यहाँ त आँटिन्छ कोही पायो भने राख्नु है भाइ सिट पनि कम्ती छ अब चाहिँ हामी एकछिन रोकेर खाजा किन्न लाग्छौँ। हामी चाहिँ उल्लेरी भन्ने ठाउँतिर हुँदै 1:30 सम्म पुग्नेछौँ। तर बाटोहरू अप्ठ्यारो भएर यताउता ठोकिने गाह्रो छ। यो क्रिस्चियनकोले बालगृह बनाइदिएको हो क्या कता क्रिस्चियनको बच्चाहरू आएर पढ्छ क्या। यता चाहिँ घरहरू चाहिँ राम्रो रहेछ। उनीहरूको स्कुल 7 कक्षासम्म चाहिँ यो हामी चाहिँ 1:30 भन्ने ठाउँमा जाँदैछौँ। खोइ त हाल्नु नि त के छ कि छुट्टै छैन भाइ एक एप अब त बन्तिर छिर्ने हो नि बन्तिर त जता ओह मान्छेहरू त मोटर बाटोबाटै गएछ त कहाँ देखाउँछ कि उहाँ बाँध्नुमा जाम है यहाँ धुलोमा भन्छ उहाँ प्लास्टिक त भुन परिसकेछ ल है साथीहरू हामी चाहिँ के भयो हामी चाहिँ यहाँबाट तल जाँदैछौँ घोरे पानी। एक घन्टा भयो होला हामी त त्यहाँबाट आएकै के भयो अब यहाँबाट हिँड्दै हिँड्दै हामी जान्छौँ। पहिला खाजा खान्छौँ अनि खाजा खाएपछि बल्ल जान्छौँ। खाना खाने टाइममा खाजा खान्छौँ हामी। उइटो घोरे पानी सरी झोल पानी नहीं जाता कौन हिल भाँचेको भाइ सेलरोटी खाँदै खाजा खाँदै गरेको अवस्था उठी राख्ने हो भने भन ल कहाँ राख्ने क्यान पनि ढङ्गमहरू कसो गरौँ भने हामीले चाहिँ बिचमा टन्नै साथीहरू भेटायौँ। पछि चाहिँ वनमा चाहिँ तर माथि पुगेछु त कता कता हरायो कता कुन भोलि बस्नुपर्छ
यहाँको खोलाहरू चाहिँ मजाले कराएको छ। कति सो हावाको है छ झन् जति यता है त्यति हावालाई चाहिँ ठुलो भारी बोक्नेले धेरै गाह्रो सानो छ। पुल यो चाहिँ काठको पुल। खोइ डर लाग्ने भाइ कति उत्तैदेखि नै खसाउला अन्त छ क्या 40% उहिलेको जमानाको पुल यहाँ रहेछ पिङ्क कलरको फर्स्ट टाइम देखेको हामीले फर्स्ट टाइम देखेको गुराँस रेड कलरको चाहिँ देखिरहेको थिएँ पिङ्क कलरको चाहिँ अहिलेसम्म देखेको छैन यो चाहिँ भाँडा धुने ठाउँ रहेछ क्या हो। अनि यता चाहिँ पिङ्क कलरको फुलहरू लाली गुराँस। एउटा होटेल रहेछ यहाँ नेपालको झन्डा। यो चाहिँ बल बिसाउने ठाउँ आराम गर्ने। यहाँबाट माथि चढ्दैछौँ। उता पारि त हिउँ देखेछ हो के गर्ने तर अलि उतै भयो है यो चाहिँ। उकालो ओह्रालो छ ठाउँ चाहिँ जस राम्रो रहेछ वन चाहिँ वनभित्रको बाटोहरू राम्रो रहेछ रुगा लाग्यो यस्तो धेरै चिसो भएर नि माथि छ तल चाहिँ एकदम भिडहरू रहेछ यहाँ चाहिँ यो ठाउँमा टिप्नै नसक्ने। जता हेरे पनि भिडै भिड तर बाटो चाहिँ उकालो ओह्रालो छ तर धेरै लामो। हामी हिँड्न नसक्नेलाई चाहिँ 2-3 घन्टा लाग्यो। किन फेरि उभिएको होइन भिडियो गरेको 40% छ कि तिम्रो गरिदिने झोलामा नै सामान भएर गरुङ्गो भएछ। अग्लो अग्लो बुट्टाहरू हुँदो रहेछ नि त हाम्रोतिर त रुखमा चढेर टिप्न सक्ने छ यहाँकोमा त टिप्नै सक्दैन त्यही भएर अग्लो भएको होला। हाम्रो त छोटो छोटो छ बुट्टा पनि। हाम्रोमा फल्नु पर्ने कि यस्तो गुराँस त पिङ्क कलरको लपक्कै छैन साट्न नमिल्ने। हामी चाहिँ वन चाहिँ हिँडेको छौँ तर ठाउँको नाम थाहा छैन। चारैतिर बनै वन भिरै भिचै छ। यहाँ चौतारोनिर चाहिँ एउटा बुट्टामा झुम्म परेको फुल रहेछ पिङ्क कलरको। अब चाहिँ हामी यहाँ फोटो भिडियो गर्छौँ। हेलो साथीहरू हामी चाहिँ यहाँ पुगिसक्यौँ यो नाङ्गे थानी भन्नेमा। यहाँ चाहिँ ठुलो होटेल रहेछ होइन यस्तो राम्रो ठाउँ के ढिलीहरू 2 घन्टा त हिँडेँ मलाई अब कति घन्टा लाग्छ कुनै 1.5 घन्टा चाहिँ आधी घन्टा हिँडेर ठुलो होटेल।
हामी चाहिँ घोरेपानी चाहिँ 2-3 घन्टामा आइपुग्यौँ 2 बजेतिर। अनि मैले चाहिँ खासै भिडियो बनाउनु पाएन। चार्ज भ्याइएर माथि आएपछि मोबाइलबाट गरेको। हामी चाहिँ त्यहाँ एकछिन हेरेर माथि सिँढी चढेको थियौँ। माथि पुगेपछि जङ्गलहरू। यो चाहिँ के रहेछ है। अनि गुराँस चाहिँ यहाँ छ पिङ्क कलरको। म चाहिँ यहाँ आइसकेँ। भाउजू आमाहरू दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ। गुराँस फुलिरहेको छ। कुनै चाहिँ फुल्दैछन्। पिङ्क कलरको गुराँस है यो चाहिँ फर्स्ट टाइम देखेको। यही हो पिङ्क कलरको। रेड कलरको त सधैँ देखिन्छ। गुराँस पनि कति धेरै फलेछ। टन्नै गुराँस हेर्न आएको। गुराँस चाहिँ बाटोमा चाहिँ धेरै नै थियो, तर यता माथि आएपछि चाहिँ छैन खासै। हामी चाहिँ घोरेपानीबाट माथि उकालो चढ्दै छौँ। तर हामी चाहिँ त्यत्रो उकालो चढेकै हो। साह्रै थाकेको छ। मान्छे पनि फ्यारात्तै भइसक्यो होला सायद। अहिले हामी यो माथिको डाँडामा आयौँ। यो एकदम चिसो हावा आउने। जति माथि पुग्छ त्यति चिसो चिसो हावा। माथि पुग्न छ अझै। यहाँ चाहिँ एउटा चौतारो रहेछ। अनि मैले चाहिँ ढुङ्गाको घर बनाएको। हिउँ हेर्न आएको। हिउँ त पग्लिसकेछ। उताको बेगमा रहेछ, यता चाहिँ छैन। भाउजू चाहिँ थाक्नु भएछ सबैजना। फाइनली हामी चाहिँ उकालो चढेर उनीहरू चाहिँ आउँदै हुनुहुन्छ। त्यत्रो उकालो चढेर त लास्टमा त बल्ल लास्ट टावर चाहिँ यो रहेछ होइन। हामी चाहिँ आइसक्यौँ। गाह्रो छ। यता माथि चाहिँ अहिले चाहिँ गुराँसहरू चाहिँ नफुलेको रहेछ। हामी चाहिँ त्यही दिनमा एक रात नबसिकन डाइरेक्ट माथि आएको। अनि माथिबाट सबै